क्यापिटल लाफिङ आएको है हामीहरू होइन हामीहरू चाहिँ रोड सो गर्दा 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 अनि यहाँको मोमो यति सुनेको थिएँ जस्तो सुनेको थिएँ त्यस्तै पायो बबाल छ गाइस बबाल छ थ्याङ्क यू सो मच हाम्रो एकदम फेमस भाइरल राइस स्पाइस राइसको दाई अनि त्यसपछि उहाँको टिमहरू हाम्रो पसलमा आएर खानाहरू खाएर कति राम्रो भिडियोहरू बनाएर रिभ्यूहरू दिनुभएको रहेछ थ्याङ्क यू सो मच फर सपोर्टिङ अस म पनि उहाँहरूको कस्टमर हो म पनि धेरै पटक त्यहाँ गएको छु अनि मलाई चाहिँ त्यहाँको बोरगोट एकदम धेरै मनपर्छ होप नेक्स्ट टाइम चाहिँ हजुरहरूसँग भेट हुनेछ अहिले चाहिँ म बाहिर भएको भएर भेट भएन आएर हाम्रो स्मल बिजनेसलाई सपोर्ट गरेर त्यति राम्रो भिडियोहरू बनाएर रिभ्यू दिनुभएको छ मिन्स अ लट फर अस थ्याङ्क यू सो मच दाई एन्ड हजुरको टिमलाई एकदम राम्रो गरिराख्नु भएको छ अझै राम्रो गर्नु बेस्ट विसेस होप टु सी यु नेक्स्ट टाइम एकदमै धेरै धेरै धन्यवाद दाइहरूको चाहिँ हामी एकदमै सपोर्टर हो अनि फ्यान पनि हो दाइको थ्याङ्क यू सो मच अब लाफिङ त भइहाल्यो होइन लाफिङ चाहिँ पपुलर छ यो ठाउँमा थाहा छ आई अलरेडी नो द्याट होइन किन लाफिङ पनि त्यो भयो तर मोमो पनि बवाल छ म चाहिँ मोमो फ्यान है लाफिङ भन्दा बढी त्यसैले मोमै खाएँ सुरुमा अनि लाफिङ पनि खाएँ है मोमो बवाल छ गाइस होइन थ्याङ्क यू सो मच गाइस है थ्याङ्क यू Alright guys, we are in Asheville for the road show. Hey, road show. यो वर्षाजी चस्मा लिएर हिँडिरहेको छु म होइन म र अमिसा हामीहरू दुईजना वर्षाजी चस्मा गिभे गर्नलाई चाहिँ हिँडिरहेको छु है त्यो चाहिँ वेदर चिसो थियो नि त अनि मलाई चाहिँ लोकल कुखुराको मासु खानु मन लाग्थ्यो अनि राइस स्पाइस राइस गएर अनि डानियलको लोकल कुखुराको मासु चाहिँ एकदम राम्रो भयो आज मैले खाँदा पनि त्यही भएन सबै ल्याइदिनु पर्यो म चाहिँ खाएर ट्राई गरेर अनि चाहिँ रिभ्यू हाल्छु है थ्याङ्क यू सो मच है हस्